यस्तो अजुबा सल बानेर कहाँ जाँदैछौँ दुई बहिनी। ठ्याक्कै अनि बारीमा गएको, बारीमा चाहिँ लहरियाको फुल फुलेको रहेछ, देख्न सक्नुहुन्छ। मैले चाहिँ देखेको थिइनँ यस्तो हुँदो रहेछ है लहरियाको फुल चाहिँ। पछि फुल्ने अहिले नि फुल्दो रहेछ कि। अनि बाटोमा गएको ठ्याक्कै अनि साधनको रुख देखेँ। साधनको रुख देख्दाखेरि ठ्याक्कै बच्चा बेलाका याद आयो। अनि आएर पनि फुल्लाइहालेँ मैले चाहिँ, देख्न सक्नुहुन्छ बच्चा बेलाको यादहरू ताजा गर्दैछु कि फेरि फुल्लाएर देख्न सक्नुहुन्छ। तपाईँहरूले पनि गर्नुभयो हुँदो बच्चा बेला यस्तो साधनको पातहरू टिपेर फुलाउनु भयो हुँदो। झोली लाफाको वेलकम छ मेरो मिनी भ्लगमा। म चाहिँ वीरनगरतिर सुर्खेतदेखि। हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ भिडियो कमेन्ट गर्नु होला। हामी चाहिँ दिदी बहिनी भएर बारीतिर साग टिप्न जाँदैछौँ, देख्न सक्नुहुन्छ। दिदी चाहिँ बजार लैजाने भनेर साग टिप्न आएको थियो अनि तरकारीको लागि। अनि हामी चाहिँ साग टिप्न बारीतिर लाग्यौँ दुई बहिनी गफगाफ गर्दै। अनि यहाँ माथि चाहिँ रोपाइ चलिरहेको थियो कि, यो चाहिँ लास्ट हो क्या हाम्रो गाउँको रोपाइ। अनि रोपाइ भइरहेको थियो, हामी चाहिँ साग टिप्न जाँदै थियौँ साँझमा, देख्न सक्नुहुन्छ। भोलि साँझ गइहाल्ने दिदी, त्यही भएर दुई बहिनी मिलेर साग टिप्न जाँदै थियौँ। अनि गइरहेको त माथिबाट झोरे लाफाको मिनी भ्लग भनेर खिचाउँछ मलाई सबैले। अनि म चाहिँ हिँडेँ, खिचाए पनि आफ्नै बाटो हिँडेँ सुई सुई पारेमा, देख्न सक्नुहुन्छ। हामी चाहिँ अलिक यता आयौँ घरदेखि यतातिर। अनि अँध्यारो गरेको थियो कि पानी पर्ला जस्तो गरेको थियो, भर्खर रोपाइको हुँदै थियो यतातिर, देख्न सक्नुहुन्छ। हाम्रो घरतिर फेरि हल्का उता घाँस चाहिँ उठिसकेको थियो, हाम्रो फेरि छिट्टै रोपाइ भएको थियो कि। अनि दुई बहिनी गफगाफ गर्दै गयौँ, देख्न सक्नुहुन्छ। आँच पनि लगेको थियौँ कि। अनि बङ्गुरलाई काने झार काट्नको लागि। अनि देख्न सक्नुहुन्छ हाम्रो अजुबा बनाएर यस्तो साग टिप्नको लागि हामीले चाहिँ यस्तो गराएको छौँ सल। अनि गएको थिएँ ठ्याक्कै बाटोमा चाहिँ घन्टी फुल फुलेको रहेछ, देख्न सक्नुहुन्छ। समात हातै यस्तो अनि फुल्दो रहेछ कि कस्तो राम्रो। अनि यस्तो अनि घारी नै घारी भएको रहेछ कि बर्खामा त। अनि घाँसहरू पलाउँछ नि, त्यही भएर माथि पनि ठुलै बुट्टा रहेछ कि घन्टी फुलको। अनि यहाँ चाहिँ लहरे आँपको रुख पनि रहेछ कि माथि लक्ष्मीहरूको। अनि यति धेरै फुलेको रहेछ कि फुल। अनि पछि मलाई चाहिँ राम्रो लाग्छ, मिठो लाग्छ कि लहरे आँप। दिदीले आउने बित्तिकै काट्न सुरु गर्यो बङ्गुरको लागि काने झार। मैले चाहिँ साग टिपेँ यता तलतिर, दिदीले चाहिँ माथि टिप्नुभयो। बोडी पनि खान भएको रहेछ, अनि बोडी पनि टिपै भनेर भन्यो दिदीले मलाई। त्यसपछि मैले बोडी र साग टिपेँ। अनि त्यहाँ खस्की खस हाल्ने अघि बनाएको अजुबा सल यही साग हाल्नको लागि रहेछ कि। मैले नजानेर दिदीलाई बनाउनु पठाएको है मैले चाहिँ, मलाई चाहिँ आउँदैन, त्यही भएर दिदीलाई बनाउनु पठाएको थियो त्यो सल। अनि म चाहिँ साग टिप्न लागेँ। अनि साग टिपिसकेपछि हल्का पछाडि फेरि मकै खाने हुन्छ कि गाइज। अनि मकै बारीमा हो कि साग रोप्ने हामीले, साग बोडी। अनि दसैँको छेका फेरि बोडी हुन्छ, कात्तिकी बोडीहरू खाने दसैँ तिहार छेका चाहिँ। अनि मकै फेरि खाने हुन लागिसकेको छ, हल्का पछाडितिर हुन्छ होला अब। अनि यस्तो झाडी छ कि। अनि मैले चाहिँ साग टिपेँ। मैले चाहिँ चुटाल्नै नसकेर बिच जाँदा तलबाट अलिक मन्टाबाट चुटाल्नु पर्दो रहेछ। मैले चाहिँ माथिबाट चुटाल्दै, देख्न सक्नुहुन्छ अर्ग्यानिक झोला सलमा झोला बनायो हाल्यो, देख्न सक्नुहुन्छ। गाउँतिर यस्तै हो सागहरू टिप्ने खाने। अनि बर्खामा चाहिँ भर्खर सुत्ती फालेको रहेछ कि मकैले, देख्न सक्नुहुन्छ। यतातिर चाहिँ उतातिर चाहिँ ठुल्ठुला भएको रहेछ कि। अनि बोडी पनि फलेको रहेछ। अनि बोडी पनि टिपिहालेँ मैले चाहिँ, दिदीले छ भने टिप भन्यो। यतातिर पनि फलेको रहेछ, उतातिर फेरि भर्खर सुरु भइरहेछ कि। कौलै थियो बोडी चाहिँ कस्तो राम्रो झोल राम्रो हुन्छ कि, दसैँ छेका हुन्छ नि पराई बोडीहरू। अनि बर्खामा झोल खान यहाँ चाहिँ मकैहरू खाने भइसकेको छ यतातिर चाहिँ ठुलै। अनि यो चाहिँ छोराछोरी भन्ने झार हो कि, हामीले बचपनको बेला कसको छोरा हुन्छ कि छोरी भनेर उ गर्थ्यौँ। अनि यतातिर चाहिँ लहरे आँपको फुल फुले रहेछ, देख्न सक्नुहुन्छ। अनि मैले चाहिँ देखेको थिइनँ कि लहरे आँपको फुल यस्तो फुल्छ भनेर, मैले फल मात्रै खाएको थिएँ। अनि ठ्याक्कै बाटोमा घर जाँदा साधनको रुख रहेछ, साधनको रुखको अनि पात टिपेर मैले फुल्लाइहालेँ, देख्न सक्नुहुन्छ। बचपन बेला यस्तै गर्थेँ कि, बच्चाको बेला हामीले यस्तै उडाउने कि। अनि यस्तै उडाउने, यसको चोप अनि बटुलेर पनि त अनि यस्तै गरेर उडाउँथ्यौँ कि हामीले। अनि सानोको याद आयो कि यस्तरी फुल्लाउँदाखेरि। अनि त्यसपछि त्यस्तो फुल्लाएपछि हामी घरतिर लाग्यौँ, देख्न सक्नुहुन्छ। दिदीले कान झारेर म फेरि पछाडि
अनि पछि हामी चाहिँ हल्का अगाडि आयौँ। देख्न सक्नुहुन्छ हामी चाहिँ घरतिर फर्केकै साग टिपेर। अनि ठ्याक्कै आगो आज पनि यो बोका बाटैमा बसेको रहेछ। देख्न सक्नुहुन्छ बोका भनेको त सायद पार्टी रहेछ, मैले चाहिँ बोका भनेको थिएँ। आजको लागि भिडियो यति नै। थ्याङ्क यू फर वाचिङ, बाई बाई। यस्तै सबै भिडियोमा जस्तै माया र सपोर्ट गरिदिनु होला भन्न चाहन्छु। बाई बाई।